नमस्ते, मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। आज चाहिँ हामी एबिसी जुस बनाउन जाँदैछौँ। त्यसको लागि हामीलाई चाहिन्छ बिरी नुन, कागती, त्यसैगरी एउटा स्याउ, एउटा गाजर र एउटा चुकन्दर लिएका छौँ। र हामीलाई चाहिँ चाहिने जति पानी, मैले चाहिँ यहाँ 1 गिलास पानी लिएको छु र चाहियो भने अरू थप्दा पनि मिल्छ। र अब सुरुमा चाहिँ हामी गाजरलाई काट्छौँ, सानो सानो टुक्रा पारेर काट्छौँ गाजरलाई चाहिँ हामीले मिक्सरमा या ग्राइन्डरमा पेल्ने भएको भएर चाहिँ यसलाई चाहिँ सानो सानो पारेर टुक्रा बनाएर काट्छौँ। र चुकन्दरलाई पनि त्यसै गरी नै गाजरलाई जस्तै गरेर सानो सानो टुक्रा बनाएर काट्छौँ र चुकन्दरको चाहिँ बाहिरको बोक्रा पनि हामीले फालेर काट्छौँ। मैले चाहिँ यहाँ पुरै चुकन्दरको चाहिँ बाहिरको बोक्रा नै पुरै फालिदिइसकेँ। अब चाहिँ हामीले गाजरको जस्तै गरेर सानो सानो टुक्रा बनाउँछौँ। र हाम्रो गाजर र चुकन्दर चाहिँ रेडी भयो। अब चाहिँ हामीले स्याउलाई पनि त्यसै गरी बाहिरको बोक्रा चाहिँ हामीले निकालेर फाल्छौँ र स्याउलाई पनि त्यसै गरी नै सानो सानो टुक्रा बनाउँछौँ। स्याउलाई नि सबै हामीले टुक्रा पारिसकेका छौँ। यसरी नै सानो सानो टुक्रा बनाउँछौँ र एउटा चाहिँ हामीले प्लेट लिन्छौँ र त्यसमा हाल्छौँ। अब चाहिँ यो प्लेटको सबै स्याउ, चुकन्दर र गाजरलाई चाहिँ हामीले मिक्सर ग्राइन्डरमा हाल्छौँ। हामीले तिनै चिजलाई चाहिँ मिक्सर ग्राइन्डरमा हालिसक्यौँ र अब यसमा चाहिँ हामीले आफूलाई चाहिने जति चाहिँ पानी हाल्छौँ। मैले चाहिँ 1 गिलास पानी हालेको छु, पर्यो भने चाहिँ म अझै पनि थप्छु र यसलाई मजाले मिक्स गर्छौँ। हामीले ग्राइन्डरमा हालिदिन्छौँ र ग्राइन्डर स्टार्ट गर्छौँ। अब चाहिँ हाम्रो जुस यस्तो भएको छ र अब एकचोटि चाहिँ हामीले चम्चाले चलाउँछौँ यसलाई, अनि फेरि चाहिँ ग्राइन्डर अन गरेर पिस्छौँ र थोरै पानी पनि थपेको छु मैले यसमा र यसलाई मजाले पिस्ने। अब चाहिँ हाम्रो जुस रेडी भयो। यसको लागि चाहिँ अब हामीले थोरै कागती काटौँ साइडमा र यो काटेको कागतीलाई चाहिँ यसलाई चाहिँ हामीले एउटा ग्लासमा चाहिँ हालौँ। आधी कागती काटेर ग्लासमा चाहिँ मैले यो कागतीलाई चाहिँ निचोर्दिएको छु र त्यो जुसलाई चाहिँ अब हामीले यसरी छान्ने लियौँ र यो जुसलाई चाहिँ अब हामीले यसरी छान्छौँ र यसबाट चाहिँ जुस निकाल्छौँ। यसरी हामीले चम्चाले चाहिँ मजाले निचोरेर जुस निकाल्छौँ र लास्टमा चाहिँ हामीले बिरी नुन चाहिँ स्वादअनुसार हाल्छौँ र अब चाहिँ हामीले यसलाई चाहिँ चम्चाले फेरि त्यसलाई मजाले घोल्छौँ सबैतिर मिक्स होस् भनेर। अब चाहिँ हाम्रो एबिसी जुस रेडी भयो। हस्, हजुरले पनि यसरी बनाएर खानुहोस् है त।